गाइज फर्स्ट टाइम हामी चाहिँ छठको पर्वमा चाहिँ सामेल हुन गइरहेको छौँ। हाम्रो कान्छी दिदी यो वर्षदेखि स्टार्ट गर्नुभएको छ। सो आई विल सेयर यु अल द एक्सपिरियन्स विथ यु अल। कसरी मनाउँछौँ के गर्छौँ लेट्स सी। गाइज यो हाम्रो छठ घाट, यहाँ चाहिँ सम्पूर्ण मान्छेहरू चाहिँ अहिले सूर्यलाई अर्घ दिनलाई उठ्नु भएको छ होला। त्यहाँभित्र म गएर देखाउँछु के गर्ने गाइज हेर्न सक्नुहुन्छ। हामी ठ्याक्क अहिले नदीमा आइसकेका छौँ। नदीमा चाहिँ यहाँ हाम्रो दिदीहरू चाहिँ उभिनु भएको छ। जस्ट सूर्यको चाहिँ वेट गर्दै हुनुहुन्छ। सूर्य देवता आइसकेपछि अब अर्घ दिनुहुन्छ। अर्घ दिएपछि आफ्टर द्याट वाट विल ह्यापन देयर आई विल सो यु अल द प्रोग्राम। जस्ट वेट। सूर्यलाई अर्घ दिनु यहाँ बस्नु भएको छ। अब सूर्य उठाइसकेपछि अर्घ दिएपछि के हुन्छ त्यसपछि कार्यक्रम पूजामा सामेल हुन आउँदा यिनीहरूलाई पनि महेन्द्र हाइवे जस्तो पुरा टिका लगाइदिएछन् यहाँ। अब उखुलेर अब घर जाने हो। यो चाहिँ प्रसादहरू पनि घर लिएर गएर पुरै समाजमा चाहिँ बाँड्ने काम गरिन्छ। अब खाइन्छ आफू पनि। गाई जब सिधै घर जाने कार्यक्रम भइरहेको छ। घर गएर प्रसादहरू बाँडेर खाने काम गरिन्छ। अहिले चाहिँ हामी घर आइसकेका छौँ। घर आइसकेर यहाँ प्रसाद अब खाने काम भइरहेको छ। प्रसादमा के छ म देखाउँछु है। यो चाहिँ यसको नाम मलाई थाहा छैन। कहाँ नाम हो यो त? यो चाहिँ ठेकुवा। यो चाहिँ तपाईँले रेगुलर खाइरहेको चिज हो। यो चाहिँ पुडी। बाँकी यसको नाम मलाई थाहा भएपछि बताइदिन्छु।